आज चाहिँ असार 2082 सालको असार 8 गते आइतबारको दिन हाम्रो कृष्ण साथी भनेको ट्युसन पढाइवरी होइन स्कुलबाट फ्री भएर ऊ आयो। त्यस पछाडि निशा म हाम्रो पनि दोकान हतार बन्द गरेर हामी पनि लाग्यौँ। कहाँ लाग्यो भन्दाखेरि साथीहरूलाई पनि सरप्राइज छ है। त्यस पछाडि हामी हाम्रो एकजना हाम्रो डियरेस्ट एन्ड नियरेस्ट अङ्कल आन्टी हुनुहुन्छ होइन, उहाँको उयो के भन्छ आज चाहिँ 35 वर्षको एनिभर्सरी, उहाँको बर्थडे बिहे भएको चाहिँ आज 34 पुरा भएर 35 समथिङ होइन हौ 33बाट 34 लाग्यो आजदेखि, किनभने 34 को केही पनि हुँदैन छोडा, यस्तै राम्रो हुन्छ। एनिभर्सरी हो होइन, हामी चाहिँ सरप्राइज दिन गइरहेछौँ अङ्कल आन्टीलाई पनि नभनिकन। अनि हामी पूर्वाञ्चलबाट केक पनि अर्डर गऱ्यौँ। त्यस पछाडि केक पनि हामीले लियौँ। त्यस पछाडि त्यही हो हाम्रो 2-3जनाको काचाङकुचुङ हल्ला खल्ला। हामी चाहिँ पूर्व पश्चिम राजमार्ग पूर्व पश्चिम राजमार्ग महेन्द्र राजमार्ग हो यो चाहिँ, नजिकै आउँदैछ। जति सक्दो चाँडो चाहिँ एसियन हाइवे हुँदैछ होइन। हामी चाहिँ डरले त्यहाँ हेर न यिनीहरूको थुथुना बजाउँदै हिँड्दैछ, को धेर बोल्ने भने जति गर्दैछ। त्यस पछाडि हामी लाग्यौँ हाम्रो प्यारो साथी रूपाको घरको बाटो। तर के गर्नु, विडम्बनाको कुरा छ, हाम्रो रूपा साथी नै छैन। तर रूपा साथी नभएकोले गर्दाखेरि त्यो बाटो पनि हामीलाई त्यति साह्रो उयो लागेन क्या, अलिक स्याड हुँदै हामी गइरहेछौँ। साथी चाहिँ अब हङकङ गइसकि, उसको घर मात्रै छ। अनि हामी घरमा हेर्दै भए पनि गयौँ, त्यसको कुरा गर्दै हेर न, जसै गरे पनि साथीको कुरा चाहिँ छोड्दैनौँ हामी। त्यस पछाडि पुग्यौँ, फेरि हामी अझै अगाडि बढ्दै गयौँ, अङ्कलको घर आइपुग्न आँट्यौँ। अब सरप्राइजै भन्दै हामी सल्लाह गर्दै गएको, नथापिकन जाने भनेर गएको। भरे त ढ्यान्डैन अङ्कल आन्टीहरू त बाहिर पो बसिरहनु भएको रहेछ। ल हेर्नुहोस् त साथी हो, अङ्कल आएर हामीलाई गेट पनि खोलिदिनु भयो। अनि हामी भित्र पस्यौँ, अङ्कलको दाई अनि भाउजू पनि आइराख्नु भएको रहेछ। डबल मजा। लु आन्टीसँग हाम्रो यसरी ग्यादरिङ पनि भयो, भेटघाट भयो। अब हेर्नुहोस् है साथी, हाम्रो यस्तो आन्टीलाई चाहिँ हामीले एकैछिनमा कस्तो बनाएर निकाल्छौँ। ल भयो अब है, अङ्कलको एनिभर्सरी हो नि त अङ्कल आन्टीको, त्यही भएर अलिअलि राम्ररी त बनाउनु पऱ्यो। आज स्पेसल डे भएकोले गर्दा उहाँलाई अलिकति स्पेसल त देखाउनु पऱ्यो। त्यही भएर हेर्नुहोस् है साथी, हामीले चाहिँ लाग्यौँ अब अङ्कल आन्टीहरूलाई ठिक पार्न, उहाँहरूको लागि है के भन्छ केकहरू राख्ने ठाउँहरू सबै थोकहरू रेडी पार्न लाग्यौँ। केक कटिङको प्रोग्राम पनि हामीले स्टार्ट गऱ्यौँ। हेर्नुहोस् कस्तो राम्री हुनुभएको छ आन्टी, अङ्कल पनि एकैछिनमा राम्रो हुनुभएको छ। उहाँको दाजु अनि बाउजू जेठानी देउरानी भएर फोटो सेसन भइरहेको छ है। फोटो सेसन पनि भयो, सबै थोक भइसक्यो अब। अनि हल्का आन्टीले है भावुक भएर आफ्नो मन्तव्य पनि दिनुभयो। उहाँ जहिले सालै पछि एकचोटि थोरै भए पनि आँसु चाहिँ उहाँले चुहाउनै हुन्छ है, खुसी लाग्छ हामीलाई। उहाँले पनि हामीलाई आफ्नो सम्झिनुहुन्छ अनि आफ्नो सम्झेर भावुक बनिनुहुन्छ अनि खुसी हुनुहुन्छ। त्यही भएर हामी पनि थोरै भावुक भइहाल्छौँ है। त्यस्तै हो जिन्दगी भनेको, यस्तै हो रहेछ। लु हेर्नुहोस्, उहाँको दाजु भाउजूले पनि विस गर्नुभयो। उहाँहरू पनि तयारी भएर आउनुभएको रहेछ, खदा सदा ल्याइवरी। हामी नै उल्टै सरप्राइज भयौँ। त्यस पछाडि अब हेर्नुहोस् साथी हो, हाम्रो पालो त आयो। अब पालो हामीले पनि खुवाउन थाल्यौँ, मैले पनि खुवाएँ। त्यस पछाडि अब हाम्रो साथीहरूको पालो आयो। निसाको राम्री मेरो फोटो राम्रो निकाल्दै भनेर है भन्छ। अनि आयो है अर्की, अब यो फोटो अघि हेरेर मैले चाहिँ कालो निकाल्दैछ भनिसक्यो यो कृष्णले। अब कालो त होइन, हामीले भरिसक्दो सबै हेडलाइट नै बालेर उसको चाहिँ उसलाई चाहिँ हामीले गरिदिएको। तर पनि हेर साथी, हेर कस्तो राम्रो आएको छ। तर इन्जोय भयो। तर एउटा कुरा हामीले योपालि सरप्राइज दिएको हो अङ्कल आन्टीलाई, थाहा नपाइकन जाने। जहिले खानेकुराहरू बनाउनुहुन्छ नि त भेराइटी, किन बुढाबुढी 2जना हुनुहुन्छ दुःख हुन्छ भनेर हामीले चाहिँ थाहा नपाइकन योपालि सस्पेन्समा आएको हो। तर उहाँहरूले त हेर्नुहोस् त गाइस कस्तो धेरै खानेकुराहरू बनाउनु भएको छ। फेरि मेरो चाहिँ फेभरेट है ज्याकफ्रुट्स, सुरुमै मैले नै अगाडि राखेर बसेँ, अरूले जेसुकै थमाउन्, म चाहिँ त्यो बोकेर बसिहालेँ। हेर्नु त खानेकुराहरू के भन्छ के रहेछ, राँगाको अनि के पो
कुखुराको अनि खाना पनि सानोतिनो त के रे राइस पनि हाफ बोइल राइस अरे फुल बोइल राइस अरे हैन के भन्छ कालो खुट्टा हुनेलाई थाहा छैन हौ कालो कुखुरा त्यो कालो खुट्टा भनेको चाहिँ कडकनाथ के आज कडकनाथ पनि ढाल्नेछ है हामीले चाहिँ होइन हाम्रो लागि चाहिँ ढाल्नु भएछ आन्टी अङ्कलले है यहाँ पुरा मेरो साथीले पुरा भेराइटी गर्दैछ अब त्यहाँनिर भेराइटी गरेर हेर चुपचाप लागेर थुरन हान्नु थाल्छ भान्से हाम्रो कृष्ण कुमारी चाहिँ भान्से भइरहेछ ओइ नरम करम सबै मिलाएर हाल्ने नि भान्से भएपछि त्यहाँ उ त सिधै भान्सेमै बस्ने हो नि त दायाँ बायाँ छैन यसपालि चाहिँ नभनिकन आउनु पर्यो भनेर हामी झन् चुपचाप आएको झन् दिनभरि 2 जना मिलेर आमा पुरा बन्दोबस्त गर्नुभएछ अङ्कल आन्टीको त कामै पो त्यही भएछ पकाएकै अब र भए पनि एकदम रमाइलो भयो खुसी लाग्यो है यसरी एकदमै पुरा आज विडम्बना चाहिँ के भयो भन्दाखेरि हाम्रो भोइसै आएन क्या भिडियोमा त्यही भएर चाहिँ यो रेकर्ड गर्नु पर्यो